Hello everyone, that's a namaste and back to our Komakis YouTube channel and new day, new video साथीहरु फेरि पनि आइसकेको छु म चाहिँ आज चाहिँ हाम्रो घरमा विशेष हुँदैछ हाम्रो चाहिँ आलु खाने प्रोग्राम चल्दैछ साथीहरु हाम्रो घरमा चाहिँ निकै आलुहरु छ आज चाहिँ हाम्रो घरमा आलु खाने प्रोग्राम चल्दैछ मम्मीहरु चाहिँ कोठमा गइसक्नु भएको छ आज चाहिँ हाम्रो घरमा सबै परिवारहरु हामी चाहिँ जम्मा भएको छौं बुहारी पनि आएको छ अनि सो बाबा भाइहरु सबैजना आउनु भएको छ सो खसीहरु पनि हिजो बेचियो गोठमा पनि धेरै काम नहुने भएर म चाहिँ ढिला जाँदै छु सो गोठमा चाहिँ घाम पनि लागेको छैन म चाहिँ अब चाहिँ जाँदै छु के भन्दै हुनुहुन्छ के भन्नु भयो तपाईले मम्मीले भन्दै हुनुहुन्छ कि साग लिएर आऊ उसाउनु पर्छ भन्दै हुनुहुन्छ सो म चाहिँ साग लगेर जाने छु यस्तै त हो घरको काम हैन गाउँ घरको कामहरु यस्तै हो साथीहरु अब चाहिँ म चाहिँ मेरो भाइ पनि त हिँड्ती रहेछ र सो म चाहिँ गोठा जान लागेको साथीहरु देख्न सक्नुहुन्छ पछाडी मेरो भाइले बोकेको छ बल्ले छ बोक्न त म भिडियोमा देखाइदिन्छु ल ल्याउँछस् बाबुजीसित एउटा बाबु उठाए हैन नानी त उठाएर बसेछ हाम्रो घरको आसपासमा त यस्तो जंगलहरु यस्तो छ के साथीहरु अब चाहिँ हाम्रो यतातिर त बहुत कामहरु हुन्छ साथीहरु तरकारी खेती गर्नुपर्ने हुन्छ निकै खेती हुन्छ यतातिर तपाईहरुले म यहाँनेर साइडमा देखाउँछु कि ब्याडहरु यहाँ कसरी राख्नु भएको छ हाम्रो चाहिँ उता टाढा छ तर मामाहरुको चाहिँ यही छेउमा छ साथीहरु अब चाहिँ यहाँको बासिन्दाहरु चाहिँ खेती गर्नको लागि एकदम तयार अवस्थामा बस्नु भएको छ सो तपाईहरुलाई ब्याड देखाइदिन्छु देख्न सक्नुहुन्छ यो चाहिँ टमाटर यो चाहिँ भेडे खुर्सानी त्यो चाहिँ टमाटर त्यो चाहिँ आई डोन्ट नो अनि यो चाहिँ पिरो खुर्सानी यति धेरै ब्याडहरु राखिसक्नु भएको छ यतातिर चाहिँ अब चाहिँ यहाँको यो जग्गाहरुमा चाहिँ टोटली खेती हुन्छ साथीहरु आज चाहिँ हामीले के गर्ने छौं देखाउने छु साथीहरु म चाहिँ गोठमा आइपुगिसकेको छु यो गोठ पनि कति देखाउनु हो साथीहरु तपाईले देखिसक्नु भएको छ हाम्रो गोठलाई हाम्रो मम्मीले बिहान यस्तरी काम गर्दै हुनुहुन्छ ओहो हत्तर हट्टिने हात के कुर्ता सुर्ता नलाइन रे हाय साथीहरु हाम्रो गोठको अवस्था चाहिँ यही हो तपाईहरुले देखिराख्नु भएको छ कति देखाउनु हैन साथीहरु यस्तै हो जिन्दगी अब आज हामीले ड्याङ आलु खन्ने छौं माछा मार्ने छौं के गर्ने छौं त्यो त हामीलाई थाहा छ साथीहरु सो के येरु जरा त माछा खोलाभरि ढल्छन् साथीहरु ढल्छन् आज साथीहरु ढल्छन् सिधा हो है सो साथीहरु अब चाहिँ म चाहिँ स्याउला जाँदै छु सो गाइज मेरो मम्मीले चाहिँ मल फाल्दै हुनुहुन्छ साथीहरु गाइजहरु भइयस साथीहरु यो हाम्रो घरको एक नम्बरको ओइलानी हो साथीहरु यो बिहान भयो भिडियोमा कसम हाल्दिन्छु म म लोब्री चियामा हाल्दिन्छु म सब हाल्दिन्छु साथीहरु यो मलाई बिहान लोब्री छिदैछ यो ओइलानी यो बिहान बडी सुत्छ एक नम्बरको हाम्रो घरको लफङ्ग काम काज नभया यो भातको कालमा त यो यही हो साथीहरु म यो सब भिडियो हाल्दिन्छु देखलास मैले भस्मी काम गर्छु गाइजहरु स्याउला जान्न छु मासाले मोर्लासली फ्रीली साथीहरु जिन्दगीमा म चाहिँ धेरै स्याड छु क्या अहिले चाहिँ अबदेखि म चाहिँ स्याड हुन्न गाइजहरु म चाहिँ बहुत ह्यापी हो म कस्तो छु सब देखाइदिन्छु एक भिडियोमा हाम्रो घरको मासाले एक देखाइदिन्छु हाम्रो घरको कसले के गर्छन् गाइजहरु कुरी यो ओइलानीले मलाई बिहान के भन्छ लुवापी खुवाइदियो गाइजहरु साला यो ओइलानीले सो साथीहरु म चाहिँ अब स्याउला जान्छु सो फर्नी
के भन्छ अरे सेउला जाँदैछु होइन सेउला गएको सेउला खेरेको त्यस्तो टाइपको भिडियोहरू पनि के बनाउनु होइन यिनै कुराहरू चाहिँ गाउँघरमा चाहिँ नर्मल्ली कुराहरू हो यस्तो कुराहरू पनि भिडियो लगाइराख्नु पर्दैन साथीहरू र म चाहिँ बहुत फन्नी टाइपको छु साथीहरू मलाई चाहिँ हिजो अस्तितिर मलाई धेरै पीडा भएर मनमा धेरै पिर परेर दिमागमा पनि धेरै टेन्सन भएर मात्रै हो म चाहिँ अब चाहिँ यस्तो फन्नी छु होइन तपाईँहरूलाई देखाउँछु कि म कतिसम्मको फन्नी छु भनेर त्यसको लागि चाहिँ हजुरहरूले मेरो भिडियो हेर्नुपर्ने हुन्छ सो साथीहरू मेरो भिडियोलाई हेर्नुपर्ने हुन्छ आज चाहिँ हामीले के गर्ने छ मैले अघि पनि भनिसकेँ सो साथीहरू यही नै हो अब चाहिँ म चाहिँ सेउला जान्छु सो साथीहरू म चाहिँ जङ्गल आएर पनि सेउला खेरेर अब चाहिँ घर फर्किँदैछु देख्न सक्नुहुन्छ साइडमा चराहरू कराउँदैछ अब हाम्रोतिर त काफलहरू पनि रङ चढ्न लाग्यो अहिलेको यो सालमा त जङ्गलहरूमा फलफुल पनि धेरै फलेको छ साथीहरू हामीलाई त मजै हुने भयो होइन हत्तर झन्नै झाक्केन यार साथीहरू हत्तरमा टिक्ने गाह्रो छ यार मलाई पनि अम्बो के गर्नु हौ ल अब चाहिँ हेर्दै गर्नु है साथीहरू के गर्छु म आज दिनभरि सो साथीहरू अब चाहिँ हामी चाहिँ रोटी खानुपर्ने हुन्छ देख्न सक्नुहुन्छ म चाहिँ गोठमा आइसकेको छु त्यही रोटी कति केसँग खाने हो भित्र लैजाऊ त रोटी तरकारी भए कति मिठो हुन्थ्यो होला म त यो मिठाई मिठो पार लाग्दैन क्या ओ रोटी पनि कति बाक्लो र हाई भन त साथीहरू हामी चाहिँ आलु खन्नु जाँदैछौँ मेरो नाक्सामा सिगानाको आइ गर्छ साथीहरू मेरो नाक्सामा आयो साथीहरू देख्न सक्नुहुन्छ हिजोको आलु 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 आज खानेछौँ हामीले ड्याङ 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 कि ड्याङ पारामा के बराई बराई गाई चाहिँ हामी चाहिँ आलु खाँदैछौँ यस्तो खिच्ची गर्नु पाएन थियो बलै लाग्दैन गाली त्यसले बलै आइन गोमाको भन्ला नै अलि बेसरी भनिहाल्छ नि तपाईँका गाईजहरू त हामी चाहिँ आलु खन्दैछौँ गाई चाहिँ यहाँसम्म छ त्यसपछि तलको बारी छ What is this? Guys, what is this? के हो यो? के हुन्छ? सो साथीहरू आलु खानी हरि बिजोक भयो मेरो त हातमा कसम ठेला पनि उठ्यो गाइजहरू यहाँनिर देख्न सक्नुहुन्छ मेरो हातमा ठेला पनि उठ्यो सो एकछिन मोबाइलमा चार्ज छैन चार्ज लगाउँछु साथीहरू भाइ बुहारीले खाँदैछन् एकछिन मोबाइल चार्ज हाल्छु मलाई त गाह्रो पनि भयो हौ धौ लागिसक्यो मलाई त हातमा ठेला उठिसक्यो सो साथीहरू मैले चाहिँ ओए नखाके चटपटी गराएर खाम्ला सो आलुहरू हामीले खनेर भ्यायौँ साथीहरू अनि त्यहाँनिर बोरामा पनि प्याक गरेको छौँ लाइन पनि आएको छैन सो मेरो मोबाइलमा चार्ज पनि छैन आज चाहिँ हामीले माछा मार्ने यता गर्ने हाम्रो प्लान त धेरै थियो तर प्लानहरू सफल भएन सो साथीहरू मैले चाहिँ मेरो भिडियोहरू अब चाहिँ मैले यहीँनिर इन गर्छु साथीहरू देख्न सक्नुहुँदैछ हामीले बोराहरू उठाएर प्याक गरिसक्यौँ बाई साथीहरू मेरो भिडियोलाई हेरिदिनु होला कस्तो लाग्छ के लाग्छ सब्सक्राइब पनि गर्नु होला भन्न चाहन्छु
अहिलेको लागि चाहिँ बाई बाई र भिडियो पनि यहीँनिर एन्ड गर्छु बाई बाई फेरि आउँछु अर्को भिडियो लिएर कहिले हुन्छ त्यो त थाहा छैन